एभ्रिवान वेलकम ब्याक अ न्यू भिडियो। आज म तपाईहरुलाई सही तरिकाले आईडी कसरी रजिस्टर गर्ने त्यो पनि ज्ञान ग्रोथ नेपालमा। यसमा चाहिँ तपाईले लर्निङ सँगसँगै अर्निङ गर्न सक्ने मौका पाउनुहुन्छ र यसमा चाहिँ हजुरले डिजिटल स्किल सिकेर घरमै बसेर हैन लर्निङका साथसाथै अर्निङ गर्न पनि सक्नुहुन्छ। र म एउटा कुरा म क्लियर गर्दिन्छु, इन्भेस्टमेन्ट तपाईलाई जहाँ पनि लाग्छ हैन, नर्मल तपाई पढ्दै हुनुहुन्छ त्यहाँ पनि हामीले पेमेन्ट गर्नुपर्ने हुन्छ, नर्मल तपाई चटपटी खानु हुँदैछ त्यहाँ पनि तपाईले पेमेन्ट गर्नुपर्ने हुन्छ हैन। र तर यहाँ चाहिँ इन्भेस्ट गर्दा चाहिँ के बेनिफिट हुन्छ भन्दाखेरि चाहिँ तपाईले एकपल्ट इन्भेस्टले तपाईलाई लङ लाइफ टाइमसम्म चाहिँ अर्निङ गर्न सक्नुहुन्छ यसमा। र यो प्याकेज अनुसार हुन्छ, यहाँ 4 वटा प्लान हुन्छ, कुनै एउटा प्लान बाइ गरेर चाहिँ हजुरले आफ्नो आईडी रजिस्टर गर्नुपर्ने हुन्छ। सो लेट्स गो, हामी चाहिँ फोनको स्क्रिनतिर लागौँ है। मा जानुपर्ने हुन्छ, त्यसपछि हजुरले चाहिँ गुगलमा गएर चाहिँ ज्ञान ग्रोथ नेपाल सर्च गर्नुपर्ने हुन्छ। ज्ञान ग्रोथ नेपाल सर्च गरिसकेपछि हामीलाई यस्तो खालको लिङ्क आउँछ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि हजुरहरूले अलिकति माथि स्क्रोल गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ हामीसँग बेसिक प्याकेजदेखि स्टार्ट छ हैन। बेसिक प्याकेजमा हजुरले एफिलिएटिङ मार्केटिङ, भिडियो एडिटिङ हैन सिक्न पाउनुहुन्छ हैन। अनि यसमा त्यसैगरी स्ट्यान्डर्ड प्याकेज छ। स्ट्यान्डर्ड प्याकेजमा चाहिँ हजुरले 6 वटा हैन 6 वटा स्किल सिक्न पाउनुहुन्छ। एफिलिएटिङ मार्केटिङ, क्यापकट, भिडियो एडिटिङ, कम्युनिकेसन, एआई कन्टेन्ट क्रिएटर हैन, क्यानभा मास्टर। त्यसैगरी चाहिँ हाम्रो प्रिमियम प्याकेज छ, त्यसको चाहिँ तपाईलाई 3000 पर्छ र त्यसमा चाहिँ हजुरहरूले एफिलिएटिङ मार्केटिङ, कम्युनिकेसन, रिल मास्टर हैन, पर्सनल डेभलप भनेर चाहिँ सिक्न पाउनुहुन्छ। र सबैभन्दा मोस्ट हाइली डिमान्ड भनेको चाहिँ हजुरको मास्टर प्याकेज छ। मास्टर प्याकेज हजुरलाई चाहिँ 6000 पर्छ, 5999 र अहिले चाहिँ 40% अफ पनि छ, जसको चाहिँ 6999 थियो, 7000 थियो, त्यसको चाहिँ हजुरलाई 5999 मात्र पर्छ है। अनि हजुरले चाहिँ यो 4 वटाबाट चाहिँ एउटा प्लान लिएर चाहिँ बाइ गरेर चाहिँ आईडी रजिस्टर गर्न सक्नुहुन्छ हैन। मेरो एकजना क्लाइन्टले चाहिँ बेसिक प्याकेजदेखि स्टार्ट गर्नुभएको छ, त्यही भएर म चाहिँ बेसिक प्याकेजदेखि उहाँको आईडी खोल्न लागेको छु। हजुरले चाहिँ बाइ नाउमा क्लिक गरेर चाहिँ यहाँनिर यस्तो खालको आउँछ, अनि यहाँनिर चाहिँ हजुरले आफ्नो नाम लेख्नु होला। म आफ्नो क्लाइन्टको नाम लेख्छु है। अनि त्यसपछि चाहिँ उहाँको इमेल आईडी हजुरले आफ्नो इमेल आईडी गर्नु होला। अनि उहाँको नम्बर हजुरले आफ्नो नम्बर हाल्नु होला। अनि यहाँनिर नम्बर अब हजुरले हालिसकेपछि यहाँनिर एड्रेस हजुर कहाँ बस्नुहुन्छ त्यो एड्रेस हाल्नु होला। अब पासपोर्टको लागि 1 देखि 8 सम्म हजुरले हाल्नु होला हैन, सजिलोको लागि पछि हजुरले चेन्ज गर्न पाउनुहुन्छ। अब प्रोमो कोड भनेको के हो, यही धेरैजना झुकिन्छन् कि प्रोमो कोड भनेको चाहिँ आफ्नो सिनियरको कोड हाल्ने हैन, जो व्यक्तिबाट हजुर आउनुहुन्छ त्यसको कोड हाल्ने। अब कोड किन हाल्ने त, यदि कोड हाल्नु भएन भने हजुरको आईडी रजिस्टर हुँदैन के। र कोड हाल्यो भने हजुरलाई चाहिँ केही डिस्काउन्ट पाउनुहुन्छ। जुन हाम्रो 5000 मास्टर प्याकेज छ नि, जुन हाम्रो 5999 को छ नि, 7999 को छ नि त, 50% अफ छ नि, यो प्रोमो कोड हाल्यो भने हजुरलाई अफ पाउनुहुन्छ के। यदि प्रोमो कोड हाल्नु भएन भने हजुरलाई 7000 पेमेन्ट गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ यहाँनिर प्रोमो कोड हाल्ने हैन। यहाँनिर प्रोमो कोड हाल्नको लागि 18 हैन 2190 हैन, यो हालिसकेपछि यहाँनिर हेर्नु, यो स्पोन्सर भनेर बिपी सारा आउँछ, यहाँनिर नाम आउँछ है। अनि मात्र हजुरले बाइ क्लिकमा कन्टिन्यू गर्ने अनि कन्टिन्यू पेमेन्ट गर्ने। अब कन्टिन्यू पेमेन्ट गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ पेमेन्ट अप्सन भनेर छ है। पेमेन्ट अप्सनमा क्युआर हजुरले गर्ने हैन, क्युआरमा टिक लाउने अनि पे VIA क्युआर कोड भनेको छ है, यसमा क्लिक गर्ने। अब हजुरले यसको स्क्रिनसट गरेर राख्ने कि यसमा पहिला पेमेन्ट गरिसकेपछि हजुरले स्क्रिनसट लिने हैन पेमेन्ट गरेको। अनि त्यसपछि हजुरले यहाँनिर चुज फाइलमा गएर चाहिँ यहाँनिर इमेज मागेको छ नि त, पेमेन्ट गरेको स्क्रिनसट यहाँनिर छ, यहाँ डन गर्ने। अब डन गरिसकेपछि इन्टर ट्रान्जेक्सन आईडीमा के हाल्ने त, सबजना यही झुकिन्छन् के। त्यसको लागि यहाँनिर हेर्न सक्नुहुन्छ हजुरले इन्टर ट्रान्जेक्सन कोडमा चाहिँ हजुरले यही ट्रान्जेक्सन कोड हैन, यहाँको ट्रान्जेक्सन कोड हाल्नुपर्ने हुन्छ हैन, त्यो कोड हाल्नुपर्ने हुन्छ है। म चाहिँ यहाँनिर हालिदिन्छु है, यसरी कोड हाल्ने अनि सेन्ड गरिदिने।
अब सेन्ड गरिसकेपछि यहाँनिर के भन्छ यो डिटेल हेज बिन सबमिटेड प्लिज वेट फ्रम कन्फर्म भनेको छ 10-15 मिनटपछि हजुरको आइडी खुल्छ र आइडी फेरि लगइन गर्नको लागि लगइनमा गएर चाहिँ हजुरले इमेल आइडी र अघिको पासवर्ड हालेर चाहिँ लगइन गर्नुभयो भने आइडी हजुरको खुल्छ है। थ्याङ्क यू फर वाचिङ माई भिडियो हैन।